यो चाहिँ के होला भन्दा चाहिँ झुक्किन होला है हजुरहरू। यो चाहिँ कुखुराको आन्द्रा होइन है, भैँसीको पनि होइन, सुँगुरको पनि होइन है, गुन्द्रुक, सागको गुन्द्रुक बनाइसकेको। गुन्द्रुक तान्द्रक तुन्द्रुक खानुपर्छ। गुन्द्रुक सिस्नो ढेँडे, ढेँडे हो कि ढेँडो हो अनि खानुपर्छ अरे। यो गुन्द्रुक र यो सिस्नो मिसाउँदा त कस्तो मिठो हुन्छ होला भनेर यो सिस्नो र टिपिसकेको गुन्द्रुकसँग ढेँडा मिसाएर खाँदाखेरि के होला, गति पर्ला कि नपर्ला, परे पर्ला नपरे नपर्ला, त्यस्तै छ त हौ जिन्दगीमा गाइस।